हेलो एभ्रिवान, नमस्ते सबैजनालाई अनि सेवार हो। गाइस, तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्छु तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। सो हेर्नुहोस्, म त राम्रै छु। अहिले चाहिँ नानीहरूको आज फर्स्ट डे हो स्कुलको। अनि म सबैलाई सोध्दै थिएँ नि त, तिमीलाई कस्तो लाग्दैछ भनेर। सबैजना धेरै खुसी हुँदै थियो अनि सबै खुस लाग्दैछ भन्दै थियो। अनि हेर्नुहोस् न, सबैको स्माइल हेर्नुहोस् न कस्तो राम्रो लाग्दैछ। किनकि योभन्दा पहिला अर्को स्कुलमा पढ्थ्यो नि त नि, अब सबै जान्दैछ नि त एउटा स्कुलमा केबीमा। सो सबै खुसी हुँदैछ। अनि अब धेरै हल्ला थियो कि, अनि त्यही भएर मैले चाहिँ मेरो असली भोइस चाहिँ म्युट गरिदिएको अनि मैले आफै हालेको अर्को साउन्ड। सो यो चाहिँ हेर्नु न, सबै खुसी, आमाहरू पनि सबै खुसी, नानीहरू पनि खुसी। सो म चाहिँ बिहान ब्लग बनाउनु लागि उठेर आएको नि त, उनीहरू सबैको एक्सप्रेसन हेर्नु लागि। सो भाइलाई पनि मैले फेस देखा हान्ने, बिचरा भाइ अस्ति गिरेको थियो नि त नि, अनि सक्कलमा चोट लागेको छ। अनि उसलाई शरम लाग्यो अरे देखाउनु लागि, अनि यसले बोलेको छैन। सो हेर्नु, सबैजना खुसी थियो। गाडीको लागि रोकिरहेको थियो नि, हेर्नुहोस् गाडी पनि आइहाले। अनि दुई गाडी हेर्नुहोस् न, हाम्रो यहाँ बस्तीबाटै 2 गाडी छ बच्चा। अझै 2टा नानी त हामीसँगै लिएर जान्छु भनेर। सो गयो गाडीहरू, हेर्नुहोस्। अनि हेर्नुहोस् न, हाम्रो ट्रान आयो। अनि म, मेरो छोरा अन्त दिदीहरू सबैजना जान्दै थियो, किनकि आज मेरो छोराको चाहिँ फर्स्ट डे हो नि त नि स्कुलमा। सो पेरेन्ट्सलाई पनि बोलाएको थियो, अनि त्यही भएर हामी चाहिँ गएको। अनि हेर्नुहोस् न, पुगेर छोरा हामीहरू सबैजना बसेर प्रोग्राम इन्जोय गर्दै थियो। हेर्नुहोस् न, साउन्डहरू पुरा प्रोग्राम चलिरहेको थियो। आज चाहिँ फर्स्ट डे यिनीहरूको वेलकम सो भएको थियो नि त नि। अनि हेर्नुहोस्, पुरा उयो प्रिन्सिपल सरले हेर्नुहोस् न, हाम्रो यहाँ लेम्चुम चलाउँदैछ, वेलकम सङहरू गाइरहेको छ स्टुडेन्टहरूले। अनि सबै 1 क्लासको वेलकमको लागि प्रोग्राम हो, किनकि 1 क्लास चाहिँ यहाँमा चाहिँ फर्स्ट हो नि त। नर्सरी एलकेजी युकेजी छैन, अनि डाइरेक्ट के भन्छ 1 क्लासै हो स्टार्टै। अनि त्यसमा चाहिँ सबै न्यू आउँछ, त्यही भएर वेलकमको लागि धेरै राम्रो थियो प्रोग्राम चाहिँ। अनि हामीहरू गयो। अनि हेर्नुहोस् न, मेरो छोरा कस्तो शरम गर्दैछ। सो फर्स्ट टाइम हो। अनि सोग्राम भएर हामी चाहिँ अब घर जानु आँटेको। अनि हेर्नुहोस् न, अब भोक लाग्यो, बिहानै आएको थियो नि त नि 8 बजी नै। अनि सो भोक लाग्यो, मोमो खानु भन्दै थियो। मेरो छोरा मान्दै थिएन नि त मेरो हातबाट, ऊ आफै खाने अरे। अनि गरम गरम थियो, अनि मैले चाहिँ मोमो पनि खाँदै थिएँ, अनि थुक्पा पनि खाँदै थियो। धेरै भोक लागेको थियो नि त मलाई चाहिँ। सो हामी चाहिँ खाइवाई गरेर अनि निक्लेको घरको लागि। चक्कर लागेर म चाहिँ नानीलाई बना भन्दै थियो भिडियो। सो हेर्नुहोस्, अब हामीहरू घर पनि पुग्यो। आज त धेरै गरम थियो गाइस, त्यही भएर सास फुल्दैछ मेरो। यसरी गाडीमा धेरै चक्कर लाग्छ। सो गाइस, तपाईँलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक, कमेन्ट अनि सेयर गरिदिनु। अनि तपाईँको सपोर्टको लागि धेरै धेरै धन्यवाद। बाई बाई।